17 महिनालाई तोप हाने पनि सरकार ढल्दैन ल, केही गरे पनि सरकार ढल्दैन, अथवा प्रधानमन्त्री ढल्दैन। सरकार त के ढल्नु छ रे, यो झन्डै 2 तिहाई छ, किन ढल्ने? अब 17 महिनापछि केही बल गर्नु पर्दैन, आफै म राजीनामा दिन्छु, शेरबहादुरजीलाई सहयोग गर्छु। त्यो त मैले भनिराखेको छु। यसर्थ त्यो किन भन्दा सहज ढङ्गले देशको विकास गरौँ, मिलिमिलिकन गरौँ, त्यही हिसाबले हो। अहिले देशमा स्थिरता आएको छ, कसले के गर्ला कसो गर्ला आदि इत्यादि कुनै आशंका छैन। कांग्रेस र एमालेको बीचमा कुनै आशंका छैन, कसले कतै गएर मिल्दैलाई के गर्ला कसो गर्ला भन्ने कुनै आशंका छैन। अहिले ढुक्क छ। बलिया सरकारहरू, बलिया पार्टीहरू मिलेर बलियो सरकार बनाएको छ र स्थिरताका साथ विश्वास जगाएर, डगमगाएको विश्वास पनि जगाएर अब अगाडि बढ्नु छ। यो देशका लागि, लोकतन्त्रका लागि। हामीले संविधान संशोधन गर्ने भनेका छौँ। संविधान संशोधन गर्ने भनेको बिगार्नलाई होइन। म कुनै वाद विवादका वस्तुहरूमा विषयहरूमा जान इच्छै गर्दिनँ, चाहन्न। 17 महिनालाई तोप हाने पनि